कति माया गर्छौ भन्नै सक्दिन, म बिना बाँच्छौ सोच्नै सक्दिन, कति माया गर्छौ भन्नै सक्दिन, म बिना बाँच्छौ सोच्नै सक्दिन। तिम्रो मायाले यसरी नै बाँधिराखन, मिठो मिठो सपना मनमा साँची राखन। तिम्रो मायाले यसरी नै बाँधिराखन, मिठो मिठो सपना मनमा साँची राखन। छोएर हिजो कोट सानो भएर ताना तानै गर्नुहुन्थ्यो र हेरे कि लानै रहेछ बाउलाई हिजो कति तान्नु भएको थियो तपाईँले भने ठिकठाकमा त्यस्तै
अब होइन एउटै हो नि अब त कहाँ छुट्टै गर्नु ल अब यो हाम्रो चाहिँ स्वास्थ्य सेवातर्फको एउटा अहिले नयाँ नियम छ मैले यो अनुमति चाहेँ है एउटा व्यक्तित्वबाट होइन यो चाहिँ नवदम्पतिलाई शुभकामना भन्ने एउटा मेन चाहिँ होइन अब यहाँ मोहन गौतम सुशीला अधिकारी के त्यही होला नि मिलो होइन स्वास्थ्य समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नवदम्पतिलाई शुभकामना आशीर्वाद होइन एकदमै राम्रो अब यो कारणले भन्न खोजेको के छ भने सफल भविष्य कसरी निर्धारण गर्ने खोजी गर होइन के पश्चात चाहिँ अब विभिन्न कुराहरूले यसमा लेखिएको छ के कसरी ह्यान्डल गर्नलाई भोलिको दिनमा सन्ततिलाई कसरी जन्माउने जन्ने के गर्दा चाहिँ बुढास्थानमा जन्म दिन सकिन्छ र त्यसलाई सेफ गर्न सकिन्छ भन्ने कुरा सम्पूर्ण यसमा चाहिँ लेखेको छ मैले यो विषयमा अब गरिरहनु जरुरी भएन त्यसबाट तपाईँहरू आफै विज्ञ हुनुहुन्छ सबैजनाले यसलाई सहस्र रूपमा स्वीकार गरेर पढेर अघि बढ्नु होला भन्ने शुभकामना सहित पुनः दम्पत्ति जीवनको हार्दिक मङ्गलमय शुभकामना।